गाइस आज म मेरो मामाले आएको थिएँ हिजो म मेरो मामाले आएको थिएँ अनि आज हामी यतिकै घुम्न हिँडिरहेको छौँ। हेर्नु गाइस यो भिडियो बनाउँदैछु हौ यो नट हेर्नु न हौ। यहाँ अहिले बिचमा ढुङ्गा आएर यहाँ लोड्यो भने नि मार्दिन्छु म। यो ठाउँ भुसैनिक चोक होइन। अहिले यहाँ इरोज भन्ने एकजनालाई म मार्छु नि। हेर्नु है अनि त्यो अरूको होला नि त नानाले खानुभएको छैन। मारो 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 पिरतीले मारो। ओए स्पिड अफ नगर्नु न यार। फर्स्ट स्टप भन्नु न। मर्यो भिडियो बनाउँदैछु अघि। बुढी खोज्ने बेला त भएको छैन। पर दाइको चाहिँ बुढी खोज्ने बेला भयो। क्लास गर्ने हो रिन हुन त म आफै ठोकेको तर कोही फ्लो पारो बच्चा छ केही देखिँदैन त यार मेरो मोबाइल जाने इरोज जान पाउँदैन
अगाडि जाँदैछ अर्को धानमा जान्छ नि तिम्रो फोन लगा बस्यौँ नि हामी यहाँ बेलुका जाने भने थियौँ होइन होइन दिउँसो आउने भन्दै थियौँ सिक्रेट बाटोदेखि जानुपर्छ म बोक्छु जति सजिलो लाग्छ त्यति छैन अलिकति त उठाए नि जाउँ परे त हामी अब ऊ जान पाउँदैन जोसन दाइकोमा जोनसन दाइकोमा हुन जोसनै भनिदिनु पर्यो ओइ ओइ मार्ने हो क्या हो यताबाट यतैबाट जाउँ ए के पो यो स्कुलबाट दामी हुन्छ हौ राम्रो के पो सजिलो ठाउँ सर्टकट हो यहाँबाट अलिक गाह्रो हुन्छ खुट्टा ढोक्यो जाउँ न र आउँदै गर्नु ल ए जानु तपाईँ सुरुमा अगाडि म पछाडि पछाडि आउँछु त्यो त हो अलिक स्पिडको जाउँ न ए थाहा छ मलाई यो नेपाली त्यसो भए त मरेला मरेला कुञ्जुनीको बच्चाहरू मर्ला हुन त म नि बच्यो तर के हामीलाई तिहारको एउटा नयाँ फोन चाहियो है कोही बिचमा डुल्दो रहेछ तपाईँले रोड पनि आउँदैछ अब चलो भिडियो बनाएको मजा आउने रहेछ होइन भरे पोस्ट हाल्नु पर्यो युट्युबमा केही त राम्रो आउँदैन सबै पिक्सल मात्र आउँछ कुञ्जुनीको फोनबाट 10 वर्ष कि 9 वर्ष पुरानोलाई म जतिकै हुन त म 11 हो तर के होइन झिल्लीदेखि त धेरै लामो बाटो हुन्छ त्यही माथि फेरि त्यहाँ स्पिड बम्पर छ अहिले 2 जना लोड्नको लागि मात्र के त हो अब हामी त्यहाँ पुग्दाखेरि हामी कालो हुन्छ स्पिडको जाउँ न त कस्तो गर्मी हुन छोड्यो यार हावा आएर फेरि गर्मी हुन छोड्यो मोबाइल गर्नु है यहाँ बिचमा होइन भर्खर यहाँ पुगिँदैछ राइटपट्टि हेर्नु त अघि उता पुगेर पुलबाट जाने होइन अनि हिजो भर्खरै पुल छ त्यहाँपट्टिबाट छ त्यो के भन्छ त्यो ब्रिजबाट जाने चाहिँ सबभन्दा मजा आउने पार्ट होला है यो भिडियोको भरे साँच्चीकै हामी बिचमा हुने बित्तिकै कडाक्कै भएको छैन रे नि हामी त त्यो ब्रिज भोकोबाट
होइन त्यो बिग्रेको ब्रिज अगाडि जानुपर्छ कि मिलबाट बिग्रेको ब्रिज त्यो गडाङबाट मिलको ब्रिज सुट गर्यो भने नि साइडमा केही सपोर्ट छैन परेकै जाउँ तर केही सपोर्ट छैन नि फेरि त्यहाँ यत्रो खाइछ नि त्यहाँ मिलको नजाउँ भनेको त्यहाँ चाहिँ यत्रो खाइछ कि यस्तो साइकल डोराउनु पर्छ कि ब्रेक पनि धेरै हान्नुपर्छ हामी त उल्टा गाडी पनि मोड्नु सक्छौँ मिलबाट चाहिँ नजाउँ पसिना निस्केर मर्न लाग्यो तपाईँलाई नै अघि भिडियोमा देखाएको यहाँ पुरै तेलको छापै बसिरहेको छ मैले गेम खेल्दाखेरि म धेरै जस्तो ओबीहरू खेल्छु क्या अनि ओबी खेल्दा खेल्दा खानुपर्छ हात धुन्छु हात धोएपछि पानी हुन्छ पानी लाग्छ कस्तो मजा आउँछ नि यस्तो घुम्ने बेला साथी अघिदेखि मैले याद गरिरहेको छु यार राइटपट्टि मात्रै देखाइरहेको छु यार मैले अब लेफ्टपट्टि पनि देखाउनु परेन थोरै म चाहिँ सबै सर्ट भिडियो बनाउनु हो मसँग 50 सब्सक्राइबर भएको भने चाहिँ नि लाइभ हानिदिँदै यो मजा आउँथ्यो अनि होइन यो साइकल र त्यो अर्को ब्रिज के भन्छ सेम टु सेम साउन्ड गर्छ होला हौ कति पर्सेन्ट छ यार मेरो 16% चार्ज मात्रै छ यो भिडियो त छोड्दिनँ म को बनाउँछ हौ भिडियोको आधी भिडियो हाल्ने फेरि अर्को आधी भिडियो हाल्ने त्यस्तो को गर्छ हौ बरु डाइरेक्ट फुल हाल्दैन नि होइन जस्तो टिममा आरुषको घर आइसक्यो त अझै ल्या तपाईँलाई भाइ भन्दै त बुढाबुढी तिमीले तपाईँको दिदीले देख्छ तपाईँलाई त भाइ भन्दै त ए तपाईँ जस्तै भएको रहेछ जोसन दाईको घर त्यो पाहाडमा हुनु अरे क्या त्यो परको पाहाड अब भोलि पनि उठेर गएको भाउदैन थियो त्यहाँ मर्न लागिसक्यो बसेर एकचोटि लास्ट कुदाउनु त स्पिड अब यहाँबाट कता हो अझै अगाडि छ स्कुल सबै छ साथी के भन्छ इरोजको माथिको स्कुलमा पढ्छ उ त्योको कहाँ पर्छ त इरो भन्नाले त्यहाँ अनि यहाँ छेउको पढ्दा हुँदैन कि बोर्डिङ नै पढ्नु मन छ ए अहिले कुञ्जुनीको
चाहिँ किन कुदाउनु क्या मार्ला है मार्ला कुन दिन मार्ला उठेको म नेपाली सुनाउनु त्यो त थाहा छ कि तर मेरो खुट्टा दुख्न थाल्यो किन होइन न धेरै बेर बसेर राइटपट्टि मासुको झोला मऱ्यो ओ गाडी आयो ए बाइकको रहेछ गाडी कस्तो दामी मोडर्न हाउस यार तर मेरो यो त होइन माथि छ येल्लो कलरको होइन यो हो यो यो होइन कि यो पनि हो देखाउँदा ए होस् अहिले हामी कहाँ पल्टिन्छौँ एक गेम चलाउने हुँदा होइन लाइभ त होइन भरे पोस्ट हान्ने हामीले यो भिडियोमा धेरै नेपाली बोलिनौँ के तर के हुन्छ र नेपाली हेरेर नि त हेर्छ नि युट्युब आजकल कसले हेर्दैन युट्युब भिखारी मोबाइल नहुनेहरूले हेर्दैनन् भिखारीहरूले हेर्दैनन् पैसा नभएकोले हेर्दैनन् अरू कसले हेर्दैन धेरै गेम खेल्नेहरूले हेर्दैनन् भनाले सुपर गेम खेल्ने अब यो तिहार सकेर फेरि टिका सकेर फेरि आउन लागिन्छ है खोइ टिका सिद्धिन्छ म घर जान्छु टिका कहिले सिद्धिने अब टिका कहिले हुन्छ तब टिका लगाउने घर जाने फेरि त्यहाँ पनि टिका लगाउने पैसा कमाउने खाने बस्ने तिहारमा फेरि आउनुहुन्छ अनि तिहारमा बम पड्काउने आज यहाँ प्रोग्राम हो फुटबल हो अब यहाँ होइन मेरो मोबाइलले देखाएन होला है त्यो फुटबल खेलेको मेरो मोबाइलको यो क्यामेरा बिग्रेछ क्या मेरो दिदीको मोबाइल लिएर आएको भन्थ्यो त्यसले पर्फेक्टली क्याप्चर हान्थ्यो होइन र तर मर्या अब त ढुङ्गा छ लाइक आइम हाउस पर दाइ जबसम्म जोसन दाइको घर पुगिन्छ तबसम्म म जम्बी भइसकेको हुन्छु ग्रिन कलरको होइन तपाईँ ग्रिन कलरको जम्बी बनिनुहुन्छ होला होइन तर म कालो कलरको जम्बी बनिनु एकैछिनमा तर अब फर्किने कि अगाडि जाने भन्ने जाने नि अब घर जाने भन्नुभएको होइन जोसन दाइको त्यही त फर्केर के अनि आधी बाटो मात्र ढुङ्गा छ भन्नुभएको होइन उता माथि हो लेफ्टपट्टि अनि त्यहाँ त छैन त ब्रिज पड्क्यो टायर पड्क्यो के पड्क्यो
टाइममा चाहिँ मेरो खुट्टा स्टिफ भइसक्यो। कति सानो ठाउँ हौ, अघिको ठाउँमा अघिको ठाउँ हेरेको। ओइ सिग्नल टावर, ओइ चल्छ होला यहाँ वाइफाई। चलेन, रोड आओस् न, रोड आओस् न। आउँदैन अनि तपाईँले आधी बाटो रोड आधी बाटो उठ्यो भन्नुभयो होइन। अनि तपाईँले त हिजो त्यस्तै भन्दै हुनुहुन्छ त। भोलि माछा पकाउन हिँड्नुपर्छ ल। खोलामा अब यहाँबाट फर्किनु। अहिले यति सबै बाटो पनि गेस्ट थियो भने नि तपाईँले सोचेर यति त गर्नुभयो भने नि मार्दिनु। यतिसम्म आएको चाक फुटाइ बिचरा हिरो चाहिँ होइन। यो भिडियो सुपर धेरै लङ हुन्छ जस्तो लाग्यो। म मर्छु होला कुनै दिन। रेस्ट लिउँ होला एउटा ठाउँमा। एउटा ठाउँ मात्र पायो रेस्ट लिने, त्यहाँदेखि अब ढुङ्गा 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 मार्ने पर्यो मलाई। ए कति सानो देखेँ स्टिलको छैन, रेलिङ यल्लो कलरको। मारो 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 मैले त अर्कै एक्सपेक्ट गरेको थिएँ, अर्कै ए स्टिलको रहेछ। कहाँ भाँचिन्छ हौ स्टिलको त। छेउको भिडियो चाहिँ राम्रो खिच्छ कि आयो अझै लामो सुटिन्छु होला हौ आधी बाटोमै। हुन त आधी बाटो भए पनि सको, तर कति के होइन मारिदिन्छ होला है मलाई आज। के भयो म आफै यो हो कुन यो हो स्टिलको होइन, 2 फ्लोरको छैन। ए त्यो इँटाको हो। म इम्पेसेन्ट हो क्या मान्छे। यो होइन आयो मार्यो मलाई मार्यो। अनि रोड आउँदैन भने अगाडि नै छ त रोड। मार्यो मलाई मार्यो। त्यो हो पर्पल कहाँ छ पर्पल? ए साइडमा पर्पल भएको। लामो भयो नि 24 मिनटको, अनि लामो हुँदैन। एकछिन 25 मिनट भयो त। अब 25 मिनट लाग्यो यहाँ आउनु। जानु कति मिनट लाग्छ? यो होइन त्यो त पर्पल त्यो पर्पलै छैन। यो पर्पल हो, यो त यो पर्पल हो मेरो।
जोहान दाई जोहान दाई जोहान दाई जोहान दाई हुन्छ जोहान दाई ढाड गोड्क्यो मार्यो आज ल्या के भित्र छ होला त कि झर्यो ल्या ए झरेछ भित्र मेरो ढाड बाँचेर मरायो मलाई म त मरेँ आमा मेरो खुट्टा स्टिफ यहाँ को निस्क्यो त आमा नि जो माथि अझ कान्छी माथि यहाँ होइन कान्छी हो हाम्रो नि एउटा कान्छी सेतै थियो हाम्रो पनि फोहोर खुट्टा थियो नमस्ते नमस्ते होइन जोहान दाई दाई तल तिनीहरूले बोलायो बोलाएको 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 बोलेनन् एकचोटि गरेर बोला तल किचन है डिफ्रेन्ट छ तल किचन माथि लिभिङ कुकुरले मार्दै रहेछ कान खाएर खेल्ने हो जोस्